कता हेरेर बोल्ने यता अलि लाल लाग्छ के गर्ने हो जब कसैसँग कला हुन सक्दैन नि त्यो असल शिक्षक हुन सक्दैन हाम्रो आन्दोलनको यो प्रकृति र सरसफाइको जुन स्वरूप देखेर राजनीतिक पार्टीले पनि त सिक्यो नि मैले मात्रै होइन मेरो चाहिँ अलिकति बढी आयो अब सबैको आएको छ नि त सबैको आएको छ राम्रोसँग पढाउने छैन आएको छ आन्दोलनमा सडकमा सुत्या छ के तमासा हो यो भनेको यो बौद्धिक भिजिलान्सले बोल्ने भाषा हो क्या यो भनेको स्वागत छ यहाँलाई नमस्कार हस् धन्यवाद 8 दिनदेखि सडकमा हुनुहुन्छ आन्दोलनमा हुनुहुन्छ हजुर तपाईहरुका मागलाई सरकारले गम्भीर रूपमा लिएको पनि छैन कहिलेसम्म हो तपाईहरु यसरी सडकमा उफ्रिने यो सरकारले गम्भीर रूपमा शिक्षाका मागहरूलाई नलिनु नै सरकारको अलिकति हेलचक्राइ र केटाकेटीपनु जस्तो लाग्छ कहिलेसम्म चाहिँ तपाईहरु सडकमा उफ्रिने यो जबसम्म उचित यो मागको विषयमा उचित सम्बोधन आउँदैन तहिलेसम्म आन्दोलन जारी रहन्छ अनि पढाउनु पर्ने शिक्षकहरु चाहिँ आन्दोलनतिर लागे अनि यो आरोप लाग्दै आएको छ तपाईहरुलाई वर्षै पछि खेप्दै आउनु भएको छ यो आरोप यसपालि पनि दोहोरिएको छ के भन्नुहुन्छ शिक्षकहरुका बीचमा असमानताहरू छन् शिक्षकका बीचमा पनि शिक्षकहरु पीडित हुनुहुन्छ अब मैले हजुरलाई भोको पेटले पढाउन सकिँदैन भनेर सिधै भने गाली खानी मात्रै हुन्छ तर वास्तवमा शिक्षा क्षेत्रभित्र छिरेर हेर्ने हो भने धेरै शिक्षक तथा कर्मचारीहरू पीडित हुनुहुन्छ जस्तो पूर्व प्राथमिक तहमा हैन 8000 10000 मा काम गरेको पनि अवस्था छ त्यसै गरी कर्मचारीहरूलाई त्योभन्दा कममा पनि काममा लगाएको अवस्था छ त्यसैले मैले त्यो भन्नुभन्दा अगाडि मैले यो चाहिँ हजुरलाई जानकारी गराउनु पर्ने हुन्छ त्यो भएर भोको पेटले पढाउन सक्ने अवस्था रहन्छ त रहँदैन यही बेलामा चाहिँ तपाईहरु वर्षै पछि चैतमै चाहिँ आन्दोलन गर्नुपर्ने किन यो पढाउनु पर्दैन भनेर चैतमा आन्दोलन गर्ने त पढाउनु पर्दैन भनेर होइन आफ्नो दायित्व पूरा गरेर है एक्जामहरु लिइसकेर रिजल्ट गरिसकेर फुर्सदको समयमा आन्दोलन गर्नुभएको यो आन्दोलन भनेको के हो भने सरकारको ध्यान आकर्षण गराएको र सरकार पनि जिम्मेवार तरिकाले शिक्षकका माग समयमै सम्बोधन गर्नको लागि तत्परता देखाउँछ भनेर पठन पाठनलाई पनि प्रभावित नहुने तरिकाले यो शान्तिपूर्ण आन्दोलन भएको सरकारले चाहिँ सरकारी विद्यालयमा निजी क्षेत्रमै वा समग्र शिक्षाको क्षेत्रमा चाहिँ गुणस्तरीय शिक्षा खोजिरहेको हुन्छ तपाईहरुले अहिले शिक्षा ऐन खोजिरहनु भएको छ यसको मिलन बिन्दु चाहिँ के हुन सक्ला शिक्षाको गुणस्तर भनेको कानुनले निर्धारण गर्ने चीज हो जस्तो कुनै चीजको पनि गुणस्तर तोक्नको लागि त्यसको लागि मापदण्ड हुन्छ नि त जस्तो हामीले खाने तेलकै उदाहरण गर्यौं त्यसमा के मिसावट हुनुपर्ने कति मात्रामा हुनुपर्ने भन्ने कुरा त मापदण्ड हुन्छ नि तैले यो चीज उत्पादन गर्दाखेरि यो चीज मिसाउन पाउँछस् भनेर एउटा कानुनमा लेखिएको हुन्छ होला नि हो कि हैन त्यो भएर यहाँ चाहिँ के छ भने जनतालाई भ्रममा पार्ने काम भएको छ सरकारबाट पढाउन छोड्ने ऐन कानुन भनेको छ संसदमा सडकमा आएर नाचगान गर्ने उफ्रिने मास्टरहरुको के तमासा हो यो भनेर यो शिक्षकहरुलाई अलिकति दोष देखाएको मात्रै देखिन्छ अनि कानुन भन्ने अघि मैले नि जोडे नि यो विषय कानुनले हो नि मापदण्ड बनाउने भनेको त्यो मापदण्डले मात्रै गुणस्तर निकाल्ने हो नि त हो त्यो भएर यो जुन अघि हजुरले प्रश्न गर्नुभयो नि पढाउने बेलामा के को ऐन भन्नुभयो नि हैन गुणस्तर बनाउनका लागि कानुन चाहिन्छ किनभने कसैलाई पुरस्कार प्रदान गर्ने कसैले गल्ती गर्नुभएको छ भने दण्डको व्यवस्था हुन्छ त्यहाँ त्यो भएर ऐन नै अपरिहार्य हो जब सरकार ऐन बनाउनको लागि जब नेताजीहरू ऐन बनाउनको लागि उदासीनता देखाउनुहुन्छ भने उहाँहरुमा के बुझिन्छ भने शिक्षाको गुणस्तर बढाउनेतिर होइन बरु निजी शिक्षालयहरू खोल्ने त्यतातिर चाहिँ अग्रसर भएको देखिन्छ त्यसमा पनि त शिक्षकहरुले नै मलजल गरिरहेका हुन्छन् राजनीतिकरण गरिरहेका हुन्छन् एउटा कुरा अनि अर्को चाहिँ यहाँको आन्दोलन पनि अलिकति भद्र तरिकाले नाचगानतिर पनि बढी भइरा हुन्छ नि त त्यही देखेर नाचगान भनेको त शिक्षकको एउटा कला हो हेर्नुस् त जादु देखाउनु भएको छ नाच गर्नु भएको छ अनेक गर्नु भएको छ यो भनेको एउटा कला हो जब कसैसँग कला हुन सक्दैन नि त्यो असल शिक्षक हुन सक्दैन किनभने आफूले जानेका विषयवस्तुहरू कलात्मक ढंगले कक्षा कोठामा प्रस्तुत गर्न सकेन भने त तपाईको सिकाइ उपलब्धि एकदम कम न्यून हुन्छ नि त हो कि हैन
यो त एकदम गौरव गर्नुपर्छ। शिक्षकहरूले जुन खालको नाचगान गर्नुभएको छ, जादु देखाउनु भएको छ होइन, विभिन्न खालका भजन कीर्तनहरू गर्नुभएको छ, यसमा त सरकारले गौरव मान्नुपर्छ। म चाहिँ त्यो भन्छु। आन्दोलन र कला अनि शिक्षा त फरक चिज होला हुन चाहिँ। कलात्मक तरिकाले आन्दोलन गर्नुभएको छ, हेर्नुहोस् त, यसले सबैको ध्यान आन्दोलनतर्फ खिचेको छ कि छैन? तपाईँले पनि नाचेर पनि हुनसक्छ ध्यान खिचेको होइन, मैले मात्रै होइन, मेरो चाहिँ अलिकति बढी आयो। अब सबैको आएको छ नि त, सबैको आएको छ। त्यति बेलाको अलिकति तपाईँले भनिदिनु न, पृष्ठभूमि सहित चाहिँ तपाईँको नाच चाहिँ बढी अब सबैले रुचाउनुको कारण के हो, के हुन सक्ला? यो कुरो चाहिँ मलाई त थाहा भएन, तर आम दर्शकहरूले मन पराइदिनु भयो, रमाइलो पनि मानिदिनु भयो होइन। कमेन्ट पनि त्यस्तै आउँछन्, कहिले उटपटाङ पनि आउँछन्, कहिले राम्रै पनि आउँछन्। ल, सबैले जे कमेन्ट गर्नुभएको छ त्यसको लागि म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हाम्रै अगाडि पनि तपाईँको नाचको प्रशंसा भइरहेको थियो नि, टिकटकमा पनि तपाईँलाई देखेँ भन्नेहरू हुनुहुन्थ्यो नि त। तपाईँलाई त आन्दोलनमा भन्दा पनि सांस्कृतिक कार्यक्रममा चाहिँ आएको जस्तो महसुस भइरहेछ कि के हो? मैले अघि नै भने एउटा शिक्षक आफैमा कलाकार हो होइन। कला नभएको मान्छेले मलाई जहाँसम्म लाग्छ कक्षा कोठामा विद्यार्थीहरूलाई फकाएर बुझाएर पढाउन अलिकति गाह्रै पर्छ। किनभने अहिले भनेको बालबालिकाहरूलाई डर, त्रास र धम्कीमा भन्दा पनि साथी जस्तो व्यवहार गरेर उनीहरूको उमेर अनुसार हामीले व्यवहार गर्नुपर्ने हुन्छ नि त। यो त शिक्षकले नाचगान गर्नुभयो भने गाली गर्ने होइन कि हाम्रा शिक्षक एकदम ट्यालेन्टेड हुनुभएछ भनेर राज्यले गर्व गर्नुपर्छ। अनि तपाईँका विद्यार्थीहरू चाहिँ कतिको झुम्मिन्छन् त तपाईँसँग? विद्यार्थीहरू त अब झुम्मिहाल्नुहुन्छ, खुसी भइहाल्नुहुन्छ। कसरी सिकाउनुहुन्छ, के गर्नुहुन्छ पढाइको अलावा चाहिँ कसरी? यो त्यो चाहिँ हजुरले पढाएकै बेलामा एकचोटि म हजुरलाई बोलाउँछु, क्यामेरा लिएर आउनु होला है। यो सरकारी यहाँ चाहिँ हामीले मिडियाले पनि बुझाउन नसकेको हो है। यो हामीले सामुदायिक विद्यालयका शिक्षकहरूलाई तलब बढाउने, तनखा बढाउने भनेर प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभएको छ नि, यो चाहिँ जनता भुलाउने र अलिकति डाइभर्ट गर्ने। आन्दोलनभित्र भिजिलान्ते छिराइन्छ भनिन्छ नि, हो त्यस्तै मात्रै हो। अब भिजिलान्ते चाहिँ अलिकति भौतिक रूपले आक्रमण गर्ने भिजिलान्ते भए, यो चाहिँ बौद्धिक रूपले आक्रमण गर्ने भिजिलान्ते शैली हो क्या। त्यो बुझ्नुभयो नि? यो भनेको के, अघि नै मैले भने राम्रोसँग पढाउनु छैन, आएको छ आन्दोलनमा सडकमा सुत्या छ, के तमासा हो यो भनेको? यो बौद्धिक भिजिलान्तेले बोल्ने भाषा हो क्या यो भनेको है। यो भनेको जनतालाई डाइभर्ट गर्ने भाषा हो। तर शिक्षकहरूको मुख्य माग के हो भने ऐन हो। यो माग भनेको शिक्षकको मात्रै होइन, अभिभावकको पनि हो, समुदायको पनि हो, सबैको। अब अभिभावक र समुदायभित्र हामी पर्छ कि पर्दैनौँ? तपाईँ पर्नुहुन्छ कि पर्नुहुन्न? यो माग तपाईँको पनि हो, पत्रकारको पनि हो। त्यसैले यो कानुनी राज्यमा संविधान आयो, मरेर ल्याए, मरेर संविधान आयो, अनि अन्य कानुन बनाउनु पर्छ कि पर्दैन सांसदहरूले, नेताहरूले? त्यो नभएको र अहिले कानुन चाहियो, कानुन बनाउनु पर्छ शिक्षालाई व्यवस्थित गर्नको लागि भनेर शिक्षकहरू सडकमा आइरहँदाखेरि, शिक्षकहरू सडकमा यसरी आइरहँदाखेरि यो के तमासा हो, पढाउनु छैन भनेर अलिकति बौद्धिक भिजिलान्ते पाराले बोलिएको अभिव्यक्ति हो त्यो। मलाई त्यो लाग्छ। अघिल्लो यहाँभन्दा 1 वर्ष अगाडि पनि गर्नुभयो तपाईँहरूले आन्दोलन, त्यति बेला अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो, त्यति बेला प्रचण्ड हुनुहुन्थ्यो। अब त्यतिखेर उहाँको अभिव्यक्ति, त्यतिखेरको उहाँको अभिव्यक्ति र अहिलेको अभिव्यक्ति हेर्नुहोस् त। मैले भने नि, जति पनि नेताहरू मन्त्री प्रधानमन्त्री हुनुभएको छ, शिक्षाका सन्दर्भमा बौद्धिक भिजिलान्ते भएर जनतालाई भ्रममा पार्ने काम गर्नुभएको छ। शिक्षा ऐन बिनाको मापदण्ड बन्दैन, मापदण्ड बिनाले गुणस्तर आउँदैन। आन्दोलन अब यो अनिश्चितकालीन हुन्छ। मैले त्यहाँ शिक्षक महासङ्घ साथीहरूलाई पनि सोधेँ, यो आन्दोलन अझ सशक्त रूपले अगाडि जान्छ। अब कपी चेक नगर्नेदेखि लगायत 11-12को परीक्षा नलिने सम्मका विषयवस्तुहरू छन्। हुन त सरकारले अन्य विकल्प पनि ल्याउला हैन? यो चाहिँ सरकारलाई धम्काउनका लागि भन्नुभएको हो तपाईँहरूले? यसलाई धम्की भनिँदैन, यसलाई धम्की भनिँदैन, ध्यानाकर्षण हो है। जेन्युन विषयमा ध्यान आकर्षण गर्न खोज्नुभएको शिक्षक साथीहरूले अब यसतर्फ सचेत नहुनु सरकारको उदासीपन जस्तो मानिलिउँ। तपाईँहरूले अहिले एसईको त्यो परीक्षा पत्र जाँच्नु भएन भने चाहिँ के हुन्छ? तपाईँहरूले त्यो जाँच्नुहुन्न? त्यो यो नजाँच्ने भन्ने नै कुरा छ।
अहिलेसम्म यो नजान्छ। वर्षै पछि पोहोर पनि त्यस्तै भन्नुभएको थियो, पछि फर्किनु भयो, सरकारले केही थामथुम पार्दिने फर्किने सरकारले उधारो सम्झौता गरिदियो र कमिटमेन्ट भएन। सर यो कस्तो भयो भने भोट माग्न गए जस्तो भयो क्या शिक्षकहरू। भोट माग्न जाँदाखेरि हामी यसो गर्छौँ उसो गर्छौँ भन्नुहुन्छ। अहिलेको सम्झौतालाई तपाईँहरू उधारो मान्नुहुन्छ, विश्वस्त हुनुहुन्छ? यसपालि पनि वार्तामा बोलाइएको भन्ने हो त्यस्तै उधारो सम्झौताको लागि। तर यसपालि चाहिँ शिक्षक महासङ्घको प्रतिनिधिज्यूहरू नेतृत्व साथीहरू चाहिँ अलिकति अडिक भएर बसिराख्नु भएको छ। तपाईँ एउटा निजी शिक्षकको हैसियतमा म एउटा प्रश्न गर्न चाहन्छु। जस्तो सरकारी टिचरहरूलाई चाहिँ के गर्नुहुन्छ भन्दा आफूहरू चाहिँ सरकारी जागिर खानुहुन्छ, सरकारी विद्यालयमा पढाउनुहुन्छ, आफ्ना छोराछोरीहरू चाहिँ निजी शिक्षकमा लगेर भर्ना गर्नुहुन्छ होइन। अहिले चाहिँ नि हामीले निजी शिक्षक गुणस्तर राम्रो छ भन्ने गरिन्छ। हजुर, त्यस्ता शिक्षकहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? त्यस्तो परिपाटीले हाम्रो शिक्षालाई कहाँ लैजान्छ? हो, यसमा चाहिँ नेपालमा दुई थरी शिक्षा छ। जस्तो हजुरले सरसर्ती हेर्दाखेरि एउटा निजी विद्यालय, एउटा संस्थागत विद्यालय, जुन चाहिँ हामी सामुदायिक विद्यालय, एउटा सामुदायिक विद्यालय, अर्को संस्थागत विद्यालय। यहाँको शिक्षा दुई थरी छ भन्ने चाहिँ बुझिन्छ होइन, र हामीले अनुभव पनि गर्दै आइरहेका छौँ। यसमा चाहिँ मुख्य दोष कसको त भन्दाखेरि समाजको। किनभने समाजले नै शिक्षालाई वर्गीय हिसाबले हेरेको छ। निजी विद्यालय भनेको हुने खानेले पढाउने, अलिकति बुद्धिजीवीले पढाउने, अलिकति पढे लेखेकाले पढाउने, उच्च वर्गले पढाउने, र सामुदायिक विद्यालय भनेको अलिकति निम्न आय स्रोत भएकाले पढाउने भनेर समाजले नै यसरी वर्गमा विभाजित गरेको छ। यो कहिलेदेखि भन्दा यो भएको लगभग 20 वर्ष मात्रै भयो। जस्तो हामी विद्यालय पढ्ने बेलामा त्यस्तो खालको अवस्था थिएन। सबै खालका वर्गका मानिसहरू, तपाईँको कृषकको पनि त्यही पढ्नुहुन्थ्यो, एउटै विद्यालयमा पढिन्थ्यो होइन। यो पछि आएर यो जब परिवर्तन भएर आयो नि राजनीतिक परिवर्तनसँगै हामी समाजमा पनि समुदायमा बसोबास गर्ने मानिसहरूको बिचमा पनि अलिकति तपाईँको वर्गीय हिसाबले हेर्न थालियो। र यो दोष कसको भन्दा समाजको दोष हो। अघि हजुरले भने जस्तै, र समाजमा बस्ने भनेको को हो त फेरि? राजनीतिक दलका कार्यकर्ता, नेता, अनि हामी शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिहरू है। जबसम्म यिनै तीन पक्षले चाहिँ सामुदायिक विद्यालयमा लगेर आफ्ना बालबालिका, छोराछोरी, नाति नातिना भर्ना गर्ने प्रण गर्दैनन् तबसम्म यो वर्गीय निजी र सामुदायिकको जुन चाहिँ अन्तर छ यो चाहिँ रहिरहन्छ। फोहोर पनि आउनु भएको थियो, यसपालि चाहिँ काठमाडौँमा फोहोर गर्न पाइँदैन, बालनले त्यो नीति बनाउनु भएको छ। के छ, तपाईँहरू डराउनु भएको छ फोहोर गर्नलाई? छैन, फोहोर चाहिँ गर्नु भएको छ। हेर्नुहोस् त, एक टुक्रा हजुरले कागज पनि देख्नुहुन्न, एउटा प्लास्टिकको बोतल पनि देख्नुहुन्न है। यो कुरामा त काठमाडौँको मेयर बालेनजीले पनि शिक्षकहरूको खुलेर प्रशंसा गरिसक्नु भएको छ। उहाँको अस्तिको स्ट्याटस हेर्नु भएको होला हजुरले पनि। फोहोर त पानी खाँदै फत्ता पाल्दै फाड्दै अनि त्यो कभर खोल्दै फाल्दै गरिरहेको पनि त्यो पनि आएको थियो नि त फोहोर त। अहिले चाहिँ नै सुधारिनु भयो तपाईँहरू पनि, आन्दोलन पनि सुधारिनु होइन। हाम्रो आन्दोलनको यो प्रकृति र सरसफाइको जुन स्वरूप देखेर राजनीतिक पार्टीले पनि त सिक्यो नि होइन। हामीले राजनीतिक पार्टीलाई सिकाउने पनि गुरुहरू हुनुहुँदो रहेछ नि त। यो कुरा त प्रष्ट भयो नि त होइन। हिजो बल्खुमा भएको आन्दोलनमा नि बालेनले प्रशंसा नै गरे। तपाईँले आफ्ना स्टुडेन्टहरू जो हजुर नीति नियम बनाउने ठाउँमा पुग्नु भएको छ भने, राजनीतिमै लाग्नु भएको छ भने केही सन्देश दिन चाहनुहुन्छ भनेदेखि? यदि मेरो विद्यार्थीहरू नीति नियम बनाउने ठाउँमा कोही पुग्नु भएको रहेछ भने र राजनीतिमा लाग्नु भएको रहेछ भने तपाईँका नेताहरूलाई के भनिदिनुहोस् भने शिक्षकहरू चाहिँ जेन्युन माग राखेर सडकमा आउनु भएको छ, शिक्षा ऐन अपरिहार्य छ, उहाँका मागलाई चाँडोभन्दा चाँडो सम्बोधन गरिदिनुहोस् भनेर आग्रह गर्नलाई म अपिल गर्न चाहन्छु। म्युजिक भिडियोमा नाच्ने केही सोच्नु भएको छ कि छैन सर? म्युजिक भिडियोमा नाचियो होला, युट्युबतिर यसो हेर्नु होला, नाच्नु भएको छ, टेलिसिरियल पनि खेलियो होला होइन। अनि उतैतिर जानु कलाकारितालाई मात्रै मुख्य पेसा बनाउँ जस्तो लागेन? म कलाकारितालाई पेसा बनाउने भनेर आएको हो काठमाडौँमा। हजुर पनि कलाकारै हुनुहुन्छ रहेछ होइन। तर अब हाम्रो बेलामा यस्तो थिएन। कलाकारितामा अब घर परिवार चलाउनु पर्यो, सबै त्यो हिसाबले चाहिँ शिक्षक भयो। ल केही छ, ल हस्, धन्यवाद।